नेपाल प्रहरी जवान र फलस सम्बन्धी विज्ञापन कोरेर बस्नुभएको थियो भने आज चाहिँ नेपाल सरकारले चाहिँ विज्ञापन खुलाइसकेको छ। आज एकदमै राम्रो सङ्ख्यामा चाहिँ नेपाल प्रहरीमा विज्ञापन खुलाइसकेको छ। यसबारे डिटेल्समा बुझ्न चाहनुहुन्छ भने भिडियो लास्टमा हेर्नु होला, त्यसपछि मात्रै कमेन्ट गर्नु होला तपाईँहरूले केही बुझ्नु भएन भने। यसमा शैक्षिक योग्यता, उमेर, कहिलेसम्म फर्म भर्ने सबै डिटेल्समा चाहिँ पाउनुहुनेछ। आज मिति भनेको चाहिँ नयाँ भर्ना सम्बन्धी प्रथम पटक, यो चाहिँ 2 पटक खोल्न सक्छ वर्षमा, यो चाहिँ प्रथम पटक हो। प्रथम पटक प्रकाशित मिति भनेको चाहिँ 2082, 6 महिना आज 10 गते चाहिँ पहिलोचोटि विज्ञापन खुलाइसकेको छ। नेपाल प्रहरीमा चाहिँ जनपद प्रहरी समूह र प्रहरी कार्यालय सहयोगी पदहरूको लागि चाहिँ विज्ञापन खुलाएको छ। यसको चाहिँ तपाईँहरूले फर्म भर्ने बेलामा चाहिँ 10 रुपियाँको टिकट टाँसी चाहिँ स्वयं उपस्थित भई दरखास्त आह्वान गर्नुपर्नेछ भनेको छ। यदि तपाईँहरूले अनलाइन भर्ने सिस्टम रहेछ भने पनि अनलाइन भरेर पनि तपाईँहरूले चाहिँ स्वयं उपस्थित भई चाहिँ तपाईँहरूले ब्यारेकमा यो फर्म बुझाउन जानुपर्ने हुन्छ। पहिलो नम्बरमा भनेको छ, 1 नम्बरमा आवश्यक माग पद सङ्ख्या चाहिँ के कति खुलायो भनेर चाहिँ तपाईँहरूले 4वटा पदमा चाहिँ देख्न सक्नुहुनेछ। प्रहरी 1 नम्बरमा भनेको 1 नम्बरमा भनेको प्रहरी जनपद समूह चाहिँ खुल्लामा भनेको 837, योभन्दा अगाडिको भन्दा राम्रो सङ्ख्या खुलाएको छ। खुल्लामा भनेको 837 जना, महिला भनेको 137, टोटल गरेर तपाईँहरूले कोटासहित गरेर चाहिँ 1553 जना चाहिँ एकदमै राम्रो सङ्ख्या चाहिँ 1553 जनामा जवानमा खुलाएको छ। खुल्लामा हुनुहुन्छ भने 837 जना, अरू तपाईँहरूले अमर असक्ताको 31 जना, महिला भनेको 137 भइहाल्यो। त्यसपछि आज भनेको 219, मधेसी भनेको 191, दलित भनेको 103 र पिच्छे चाहिँ 35 गरेर यसरी कोटाहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। यो बुझिहाल्नुहुन्छ। टोटल भनेको 1553, यति बुझे भइहाल्यो। त्यसपछि प्रहरी कार्यालय सहयोगी हजाममा तपाईँहरू खान चाहनुहुन्छ भने खुल्लामा 6 जना छ, टोटल भनेको चाहिँ 11 जना छ हजामको लागि। कुचिकारको लागि खुल्लामा 8 जना छ, त्यसपछि यो कोटाहरू छुट्याएर 15 जना छ। यदि तपाईँहरू कार्यालय सहयोगी खेलाडीको लागि चाहनुहुन्छ भने खेलाडीको लागि पनि खुलाएको छ, 15 जना चाहिँ रहेको छ। अब यसको तपाईँहरूले डिटेल्समा पाउनुहुनेछ। तल हेर्नुभयो भने चाहिँ पढाइ, शैक्षिक योग्यता, कुनमा भर्ना के कति चाहिन्छ तपाईँहरूले सबै पाउन सक्नुहुनेछ। नोट भनेको छ, यहाँ खेलाडीतर्फ चाहिँ फुटबल, भलिबल, क्रिकेट, एथिक्स, जुडो, कराते र टेक्वान्डो विधिका खेलाडीहरू मात्र दरखास्त गर्न पाउनुहुन्छ। यदि तपाईँहरूसँग यी मध्येको चाहिँ कुनै खेलको चाहिँ केही सर्टिफिकेटहरू छ, तपाईँहरू जान्नुहुन्छ भने यसमा फर्म भर्न पाइहाल्नुहुन्छ। दरखास्त फारम दर्ता मिति भनेको छ, यो एकदमै इम्पोर्टेन्ट हो। 2082, 6 महिना 19 गते विज्ञापन आज 10 गते खुल्यो, तर तपाईँहरूले फर्म भर्न चाहिँ 6 महिना 19 गतेदेखि चाहिँ 2082, 7 महिना 28 गतेसम्म चाहिँ बिहान 10 बजेदेखि कार्यालय समय सार्वजनिक बिदा पऱ्यो भने चाहिँ तपाईँहरूले 29-28 गते बिदा पऱ्यो भने 29 गतेसम्म पनि पाउन सक्नुहुनेछ। तपाईँले सार्वजनिक बिदाको दिन चाहिँ फर्म भर्न पाउनुहुन्न। यो चाहिँ तपाईँहरूलाई 19 गतेबाट फर्म भर्न पाउनुहुने भयो। यो एकदमै नोटिस गर्नुपर्ने पोइन्ट हो। दरखास्त फारम पाइने र बुझाउने स्थान कहाँबाट पाइन्छ भनेर तपाईँहरूले सोध्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले कार्यालयको नम्बरहरू देख्न सक्नुहुन्छ। यसमा गएर तपाईँहरूले फोन गर्न पनि सक्नुहुनेछ। 1 नम्बरमा भनेको छ प्रहरी जवान जनपद र प्रहरी कार्यालय सहयोगी हजाम र कुचिकारको लागि मात्रै है। यहाँ 4वटा पदको लागि छ। यहाँ तपाईँहरूले 3वटा मात्र देख्नु, हजाम र कुचिकार, यो चाहिँ फलोवर्सको। यसमा भनेको छ कोशी प्रदेश, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम अनि जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर अनि सबै जिल्ला कार्यालयमा तपाईँहरूले सबै जिल्ला कार्यालयमा पनि गएर सम्बन्धित आफ्नो जिल्लाको कार्यालयमा गएर पनि भर्न सक्नुहुनेछ। यो तपाईँहरू कोशीको विराटनगर, मोरङमा तपाईँहरू तालिम केन्द्रमा पनि गएर भर्न सक्नुहुन्छ भने आफ्नो जिल्लाको प्रहरी कार्यालयमा गएर पनि भर्न सक्नुहुनेछ। यो तपाईँहरूले आफ्नो कोशीको विराटनगर, मधेस प्रदेशमा हुनुहुन्छ भने राजवीर सप्तरी, दुधौलीको सिन्धुली, पोखरा कास्की, बुटोल रूपन्देही, नेपालगञ्ज, दिपायल डोटी, काठमाडौँ, यो सबै भइहाल्यो। तपाईँहरूले बुझ्न सक्नुहुन्छ। तपाईँहरूले जुनसुकै जिल्लाबाट नि आफ्नो जिल्ला कार्यालयमा गएर भर्न सक्नुहुन्छ। 2 नम्बरमा भनेको छ प्रहरी कार्यालय सहयोग, यो चाहिँ खेलाडीको लागि चाहिँ राष्ट्रिय प्रहरी परीक्षण, यो चाहिँ महाराजगञ्ज काठमाडौँमा मात्रै भर्न सक्नुहुन्छ। यो खेलाडीको तपाईँहरू खेलाडीमा भर्न चाहनुहुन्छ भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। टाइम भनेको त्यही रहन्छ। तपाईँहरूको अरूको चाहिँ सबै ठाउँबाट पाउनु भने खेलाडीको लागि चाहिँ एक ठाउँबाट मात्रै पाउनुहुनेछ, काठमाडौँबाट। दरखास्त दस्तुर भनेको छ, यदि तपाईँहरू प्रहरी जवान जनपदको लागि भर्दै हुनुहुन्छ भने 300 रुपियाँ चाहियो र
दरखास्त दिने उम्मेदवारको हकमा भनेको तपाईँहरूले कोटा छ भने चाहिँ प्रत्येक हकमा 300 को 20% भनेको 60 रुपियाँ, एउटा कोटा छ भने 360, अर्को छ भने 420 60 रुपियाँ चाहिँ जतिवटा कोटा भर्नुहुन्छ त्यति चाहिँ तपाईँहरूले भाउचर भर्नुपर्ने हुन्छ। त्यसपछि प्रहरी कार्यालय सहयोगी यसको चाहिँ 200 रुपियाँ छ तपाईँको, यसको पनि 20% चाहिँ 40 रुपियाँ कोटामा बुझाउनुहुन्छ भने थप्दै जानुपर्छ। 240बाट तपाईँहरूले कोटा कतिवटा कोटामा भर्नुहुन्छ। उमेर हद, अब यो एकदमै इम्पोर्टेन्ट छ। उमेर हद प्रहरी जनपद जवानको लागि भर्दै हुनुहुन्छ भने तपाईँहरू 18 वर्ष पुरा भई 23 वर्ष ननाएको, यदि तपाईँहरू बालवाला योभन्दा अगाडि फलोर्समा हुनुहुन्छ, अहिले जान चाहनुहुन्छ भने चाहिँ 40 को नियम बमोजिम चाहिँ 25 वर्ष ननाएको भए पनि हुन्छ। जवानको लागि 18 वर्ष पुरा भएर आजको मितिबाट तपाईँहरूले कम्तीमा 23 वर्ष ननाएको हुनु पर्यो। प्रहरी कार्यालय सहयोगी भनेको छ, यसको लागि चाहिँ तपाईँहरू 18 वर्ष पुरा भई 25 वर्ष ननाएको हुनुपर्छ भनेको छ। यो एकदमै इम्पोर्टेन्ट। यो फलोअर्सको लागि सबै कोटाको लागि 18 वर्ष पुरा भएर 25 वर्ष ननाएको हुनु पर्यो। अरू आवश्यक न्यूनतम योग्यता यो एकदमै इम्पोर्टेन्ट छ। तपाईँहरू प्रहरी जवानको लागि भर्दै हुनुहुन्छ भने कम्तीमा कक्षा 8 अथवा 16 पास गरेको हुनु पर्यो। यो तपाईँहरूले यसो फोटो खिचेर पढ्न सक्नुहुन्छ। तपाईँले यो नैतिक पत्र नदेखिने राजनीतिक दलको आतङ्कवादी यस्तो यस्तो यो भनेको छ, तपाईँहरूको यो भनेको नर्मल मान्छे हुनुहुन्छ भने यो खासै उ भएन, तपाईँहरूले यो फोटो खिचेर पढ्न सक्नुहुनेछ। आँखा चाहिँ तपाईँहरूको कम्तीमा पनि कमजोरी चाहिँ 2 वा +2 भन्दा बढी चाहिँ कमजोर नभएको, यदि 2 सम्म छ भने तपाईँहरूले पाउनुहुन्छ, नभए चाहिँ पाउनु। अनि उचाइ र छाती यो तपाईँहरूको यो पुरुषको चाहिँ घाँटीमा घटीमा उचाइ 5 फिट 2 इन्च र छाती चाहिँ नफुलाउँदा 31 फुलाउँदा 33, तौल 50 केजी। यो एकदमै अनिवार्य हो। यदि छैन भने तपाईँहरूले फर्म नभरे नि हुन्छ, तपाईँहरूले सुरुमै फ्याँकिदिन्छ, किन फर्म भरिरहनु पर्यो। महिला घटीमा चाहिँ उचाइ 5 फिट र तौल चाहिँ 42 केजी हुनु पर्यो महिलाको हकमा। नि यति छैन भने तपाईँहरूले फर्म नभरे नि हुन्छ। यो तपाईँहरू पहिलो सुरुमै बेरिङमै फिजिकलमै फ्याँकिनुहुन्छ। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत यो चाहिँ तपाईँहरूले पछि गर्नुपर्ने नेपाली नागरिकता हुनु पर्यो। यो तपाईँहरू सबैले हुने नै छ। प्रहरी कार्यालय सहयोगी भने शैक्षिक उसको चाहिँ खासै हुँदैन, साधारण लेखपढ गर्न भयो। अरू भनेको चाहिँ सबै त्यही हुन्छ। हाइट वेट यो भनेको एकदमै नर्मल हो। त्यसपछि भनेको दरखास्त तथा समावेश गर्नुपर्ने कागजातहरू तपाईँहरूले नेपाली नागरिकताको प्रमाणपत्र चाहियो। त्यसपछि भनेको हालसालै खिचेको यो दुवै कान भनेको यो तपाईँहरूले बुझिहाल्नुहुन्छ। पुरुषको हकमा चाहिँ दाह्री कपाल काटेको हुनुपर्छ। यसको चाहिँ 5 प्रति फोटो चाहिँ चाहिन्छ। आफूले प्राप्त गरेको चाहिँ तपाईँहरूले यो चाहिँ प्रत्येकको चाहिँ 1 प्रति चाहिँ यो प्रमाणपत्रको फोटोकपी पनि चाहियो। यो फर्म भर्ने बेला चाहियो। यदि तपाईँहरू अमर अशक्त अथवा अरू कुनै हुनुहुन्छ भने कोटाको हुनुहुन्छ, त्यसको पनि सबै प्रमाणपत्र चाहियो। यो अरू भनेको तपाईँहरूले आफैले पढ्न सक्ने कुरा हो। यो पढ्नुहुन्छ। परीक्षा विधि भनेको तपाईँहरू सबैलाई थाहा छैछ। शारीरिक हुन्छ, विस्तृत स्वास्थ्य परीक्षा हुन्छ, लिखित हुन्छ। यो लिखित परीक्षाको लागि चाहिँ तपाईँहरूले हामीले भिडियोहरू टन्नै बनाइसकेका छ। यदि फलोअर्सको लागि परेन, जवानको लागि चाहिँ तपाईँहरूलाई यो लिखित सम्बन्धी नोटहरू चाहिन्छ, पिडिएफहरू चाहिन्छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु होला। फेसबुक पेज कार्की रञ्जितमा हामीले तपाईँहरूलाई चाहिँ पिडिएफहरू उपलब्ध गराउँछौँ। हामीले यो लिखितलाई नै फोकस गरेर चाहिँ हामीले जिके, सेवा, आइक्यू, नेपाली, इङ्ग्लिस, गणित यो तपाईँहरू चाहिनेले जति सबैको मोडेल अनुसारकै तपाईँहरूको सिलेबस अनुसारकै प्रश्न उत्तर चाहिँ बनाएको हामीसँग धेरैवटा पिडिएफ छ। तपाईँहरूले सजिलै थोरै पैसा तिरेर चाहिँ पढ्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामीलाई कार्की रञ्जित फेसबुक पेजमा कन्ट्याक्ट गर्नु होला। त्यसपछि भनेको तपाईँहरूको यो तपाईँहरू प्रयोगात्मक परीक्षा चाहिँ यो फलोअर्सको लागि तपाईँहरूको कुन क्याटेगोरीको हुन्छ त्यही अनुसारले चाहिँ यो पनि तपाईँहरूको प्रयोगात्मक हुन्छ। अन्तर्वार्ता लास्ट टाइम अन्तर्वार्ता हुने हो। परीक्षा चाहिँ कहाँ हुन्छ तपाईँहरूले फर्म चाहिँ जहाँ पनि भर्न सक्नुहुने हो। अनि परीक्षा चाहिँ कहाँ हुन्छ भनेर सोध्नुहुन्छ भने 1 नम्बरमा यो तपाईँहरूले जिल्लाहरू पढ्न सक्नुहुनेछ। परीक्षा सञ्चालन हुने केन्द्र चाहिँ विराटनगर, मोरङ, यदि तपाईँहरू कोशी प्रदेशबाट हुनुहुन्छ भने। यो चाहिँ प्रदेशको एक-एकवटा प्रदेशमा हुने रहेछ। यो तपाईँहरूले फर्म जहाँबाट भरे पनि विराटनगर, त्यसपछि राजविराज सप्तरी, दुधौली सिन्धुली, पोखरा कास्की, बुटोल, रूपन्देही, वीरेन्द्रनगर सुर्खेत र दिपायल डोटी यो तपाईँहरूले 7 प्रदेशको 7वटा उसबाट तपाईँहरूले पाउनुहुन्छ भने यो महाराजगञ्ज, काठमाडौँ 8 यो चाहिँ
जिल्ला प्रहरी पर्सा यो चाहिँ ललितपुर, भक्तपुर साथै काभ्रे, पलाञ्चोक यो पढ्नु होला। यसको चाहिँ यहाँ काठमाडौँ 8 ठाउँमा परीक्षा हुने भयो। अरू भनेको यो तपाईँहरूले यसो पढ्न चाहनुहुन्छ भने पढ्नु होला। त्यसपछि अलिकति इम्पोर्टेन्ट भनेको सम्पर्क मिति हो। सम्पर्क मिति 11 नम्बरमा छ। सम्पर्क मिति भनेको 2082 8 महिना 11 गते रहेको छ। यो भनेको चाहिँ तपाईँहरूलाई ब्यारेकमा जानै पर्छ भन्ने छैन। यसमा चाहिँ तपाईँहरूको यो डेटमा चाहिँ 8 महिना 11 गते चाहिँ तपाईँहरूको ब्यारेकमा चाहिँ तपाईँहरूको फिजिकल कहिलेबाट हुन्छ भनेर यो चाहिँ नोटिस आउँछ। यो तपाईँहरूले वेबसाइटमा पनि यही वेबसाइटमा आउँछ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। नभए हामीले अपडेट पनि गर्नेछौँ। हामीलाई फेसबुकमा फलो गरिराख्नु होला। यो अरू तपाईँहरूले केही पढ्न चाहनुहुन्छ भने पढ्नु होला। 2082 यो चाहिँ 6 महिना 10 गते मिति भनेर यो फोन नम्बर, तपाईँहरूले केही कन्फ्युज भयो भने फोन गरेर पनि बुझ्न सक्नुहुनेछ। पिडिएफको लागि चाहिँ फेसबुकमा मेसेज गर्नु होला। केही गल्ती भएछ भने